तिमीले आफ्नो पुरानो दराज खोलेर हेर्छौ र भित्र राखेको कुनै पुरानो चिज देखेर अचानक रोकिन्छौ र मनमा एउटै प्रश्न आएको छ, यो म नै हुँ र? आज साँझ घर आएर कोठाको बत्ती बाल्नु अघि नै तिमी ओछ्यानमा बस्यौ। थकान छ, तर दिनभरिको काम सकेर आउने थकान भन्दा अलिकति बढी। केही भारी कुरा मनभित्र बोकेको जस्तो थकान। अनि तिम्रो आँखा दराजतिर पर्छ, त्यही पुरानो दराज जुन वर्षौंदेखि खोलिएको छैन। तिमी उठ्छौ, बिस्तारै हिँड्छौ र त्यो दराजको ह्यान्डल समात्छौ अनि बिस्तारै ढोका तान्छौ। भित्र कागजको एउटा खोल भेट्छौ र त्यहाँ भेट्टाउँछौ पुरानो एउटा नोटबुक वा एउटा पुरानो चित्र वा कुनै प्रमाणपत्र जुन तिमीले वर्षौं अघि आफैलाई दिएको बाचा जस्तै थियो। म यो हुनेछु, म यो गर्नेछु। तिमी त्यहीँ बस्छौ भुइँमा, दराजको छेउमा, हातमा त्यो कागज लिएर र मनभित्र एउटा प्रश्न ठोकिन्छ, बिस्तारै तर गहिरो गरी, यो सपना कहाँ हरायो? तिमीलाई थाहा छ, त्यो नोटबुकमा लेखिएको शब्द, त्यो चित्रमा देखिएको रङ, त्यो प्रमाणपत्रमा लेखिएको तिम्रो नाम, ती सबै एक समय तिम्रो पुरा जीवन थियो। बिहान उठ्दा त्यही सोचेर उठ्थ्यौ अनि राति सुत्दा पनि त्यही सपना देख्थ्यौ। अनि बिस्तारै त्यो सपना पछाडि पर्दै गयो। एउटा बिल तिर्नु पर्यो, त्यसैले एउटा दिन छोड्यो। एउटा जिम्मेवारी थपियो, त्यसैले एउटा हप्ता छोड्यो। कसैले यो बढी सुरक्षित बाटो हो भन्यो, त्यसैले एउटा वर्ष छोड्यो। र एक दिन तिमीले नै त्यो नोटबुक दराजमा राखेर ढोका थुनेको थियो। र यो कुरा तिमीले कसैलाई भनेका छैनौ, किनभने भन्दा अहिले पनि त्यो सपना बोकेर बस्नु मूर्खता हो भन्ने जवाफ आउला भन्ने डर छ। कहिलेकाहीँ त तिमीलाई आफैलाई पनि थाहा हुँदैन त्यो सपना अझै तिम्रो हो कि होइन। म पनि यही छु, तिम्रै छेउमा, यही भुइँमा, किनभने मेरो पनि एउटा दराज थियो। मेरो भित्र पनि एउटा पुरानो नोटबुक थियो जसमा मैले लेखेको थिएँ म को हुन चाहन्थे र मैले पनि त्यो ढोका थुनेको थिएँ, काम, पढाइ र भविष्यको चिन्ताको बीचमा। अनि एक दिन त्यही दराज फेरि खोलेर हेर्दा मलाई महसुस भयो, त्यो सपना हराएको छैन, यो त केवल पर्खिरहेको थियो मैले फर्केर हेर्ने दिनको। आजको यात्रामा म तिमीलाई त्यो नोटबुक तुरुन्तै टिपेर दौडिनु पर्छ भनेर भन्दिन, किनकि सपना फर्काउनु कुनै एक रातको काम होइन। तर आज त्यो कागज हातमा लिएर केही बेर बस, पढ र आफैलाई सोध कि यो सपना अझै मेरो हो। जवाफ हो भए पनि ठिकै छ, थाहा छैन भए पनि ठिकै छ, र यदि जवाब अब यो मेरो होइन, म अर्कै बाटोमा हिँडिसकेँ, त्यो भए पनि ठिकै छ, किनकि सपना बदलिनु भनेको हार्नु होइन। महत्त्वपूर्ण कुरा के हो भनी त्यो कागज त्यहीँ छोडे पनि हुन्छ, तर ढोका खुल्लै राख, किनकि तिमी त्यो सपनासँग फेरि कुरा गर्न सक्छौ जुनसुकै दिन। म कुनै जवाफ बोकेर आएको छैन आज, म यहाँ यति मात्र भन्न आएको हुँ, त्यो दराज खोल्न ढिला भइसकेको छैन। अझै तिमी त्यही भुइँमा बसेको छौ, बत्ती अझै बलेको छैन र हातमा भएको त्यो कागज अब त्यति भारी लाग्दैन। तिमी त्यसलाई फेरि दराजमा राख्छौ, तर यसपालि ढोका पुरा बन्द गर्दैनौ, अलिकति खुल्लै छोड्छौ। र त्यो अँध्यारो कोठामा तिमी एक्लै छैनौ, अब म यही छु, यही भुइँमा तिमीसँगै। अन्त्यमा एउटा सानो भनाइसँगै यो भिडियो समाप्त गर्न चाहन्छु। सपना बिर्सिनु त्यो सपनाको अन्त्य होइन, यो सपना त केवल सुतिरहेको मात्र हो र बिउझाउन कहिल्यै ढिला हुँदैन।
आज यहाँसम्म सँगै बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद। एउटा सानो कुरा भन्न मन लाग्यो। यदि तिमीलाई लाग्छ यो च्यानल तिम्रो लागि हो भने म एउटा सानो अनुरोध गर्न चाहन्छु। यदि सम्भव भयो भने सब्स्क्राइब गरिदिनुहोस्। यसले हामीलाई अर्को हप्ता पनि तिमीसँग यसरी नै बस्न, यस्तै कुरा गर्न सजिलो बनाउँछ। र यदि आज कसैलाई यो सुन्न आवश्यक छ जस्तो लाग्यो भने कृपया उसलाई पनि यो भिडियो पठाइदिनुहोस्। तिम्रो एउटा सानो कदमले कसैको दिन अलि हलुका बनाउन सक्छ। धन्यवाद यो बाटोमा सँगै हिँड्नु भएकोमा।